विलियम नाम गरेको एकजना मान्छेले आफ्नो कलोनीको नेताहरूसँग झगडा गर्दै गरेकोबाट सुरु हुन्छ चलचित्र। उसले भन्दै हुन्छ कि समाजमा भएका मान्छेहरूले गडको बाटो छाडेका छन्, तर मलाई त प्योर क्रिस्चियन भएर बस्नु छ भन्दा नेताहरूले विलियमलाई त्यो भावना बदल्नु पर्छ भन्छ। तर विलियमले प्युरिटन नेताहरूको कुरालाई मान्दैन अनि त्यो कलोनी छोडी आफ्नो सब परिवारसँग टाढा जंगलमा आइसोलेट गरी बस्छु भनी त्यो कलोनीलाई छाडी जान्छ। उसको परिवारमा भने उसको श्रीमती क्याथरिन, छोरी थोमसिन, छोरा केलब, ट्विन्स मर्सी र जोनस अनि सानो बच्चा स्यामुएल हुन्छ। सबैले कलोनी छोडी जंगल नजिकै एउटा सानो फार्म बनाएर बस्न थाल्छन्। एक दिन ठुली छोरी थोमसिनले सानो भाइ स्यामुएललाई घरदेखि अलि टाढा लगी उसँग जिस्किँदै बसिरहेकी हुन्छन्। त्यसरी नै जिस्किँदै छोपेकी आँखा खोली हेर्दा भने सानो भाइ स्यामुएल त्यहाँ हुँदैन। त्यसपछि थोमसिन आत्तिँदै छेउैमा रहेको जंगलतिर फर्की स्यामुएल भन्दै बोलाउन थाल्छिन्। सीन कट हुन्छ अनि हामीले स्यामुएललाई एउटा बुढी महिला कहाँ देख्छौं। त्यो महिला भने बोक्सी हुँदा रहेछिन्। आफ्नो सुन्दरता अनि शक्तिलाई कायम राख्न भनेर त्यस बोक्सीले स्यामुएलको त्यसरी अपहरण गरेकी हुँदा रहेछिन्। त्यसपछि भने बोक्सीले सानो बच्चा स्यामुएलको हत्या गरी रगत सबै आफ्नो शरीरमा दल्न थाल्छिन्। उता थोमसिनलाई भने उसको आमाले उसकै लापरवाहको कारणले भाइलाई जंगलको जानवरले लगे भनेर थोमसिनलाई दोष लगाउँछिन्। थोमसिनको बुवा विलियम्सले भने म स्यामुएललाई खोज्न जान्छु भनेर केलबलाई सँगै लिइजान्छ अनि बुवाले जंगलमा केलबलाई म तिमीलाई एउटा सिक्रेट भन्छु, तिमीले आमालाई नभन्नु है भन्दै घरमा भएको सिल्भर कप मैले हन्टिङको सप्लाईको लागि ट्रेड गरेको छु, तर तिम्रो आमालाई यो कुरा थाहा छैन। म सबै ठिक भएपछि आफै भन्छु भनेर केलबलाई भन्छ। त्यही बेला छेउैमा एउटा खरायो आउँछ अनि त्यसले त एक टकले नहल्ली उनीहरूलाई हेरी बस्छ। विलियमले गन निकाली सुट गर्न खोज्दा गन पड्किएर विलियमको आँखामै लाग्छ अनि त्यो खरायो त्यहाँबाट भाग्छ। उनीहरूले भने घरमा एउटा बाख्रा पालेको हुन्छ। जुडुवा बच्चा मर्सी अनि जोनस भने त्यही बाख्रालाई ब्ल्याक फिलिप भनेर बोलाउने गरेको हुन्छ अनि धेरै जसो त्यही ब्ल्याक फिलिपसँग उनीहरू खेल्ने हुन्छन्। त्यस दिन पनि मर्सी अनि जोनस त्यही ब्ल्याक फिलिपसँग दौडिँदै खेल्दै गरेको बेला एक्कासी त्यो ब्ल्याक फिलिप जङ्गिन थाल्छ अनि बच्चाहरूलाई हमला गर्न खोज्छ। थोमसिन भने भाइ स्यामुएलको याद आएर त्यही स्यामुएल हराएको ठाउँमा गई बसिरहेकी हुन्छन्। त्यसैले उसलाई मर्सी अनि जोनसलाई ब्ल्याक फिलिपले हमला गर्न लागेको देख्दिनन्। तर ठ्याक्कै बुवा विलियम्स अनि केलब जंगलबाट फर्कन्छन् अनि ब्ल्याक फिलिपले गर्न लागेको हमलाबाट दुई बच्चाहरूलाई जोगाउँछन्। थोमसिन खोलामा गई लुगा धोइरहेकी बेला मर्सी जिस्किँदै म यो जंगलको विच हो भन्दै आउँदै गरेको देखि थोमसिनले उनीहरूलाई घर जाऊ भन्दा सानी बहिनी मर्सीले नजाने भन्दै थोमसिनलाई तिमीलाई आमाले हेट गर्नुहुन्छ भन्दै के भन्न थाल्छिन्। थोमसिनले अनि धेरै नबोला जाऊ यहाँबाट भन्दा मर्सीले जाँदिन, मलाई ब्ल्याक फिलिपले जे मनमा आयो त्यही गर्नु भनेको छ भन्दै दिदीको कुरालाई मान्दैन। त्यसपछि थोमसिनले बहिनी मर्सीलाई डर देखाउँदै म बोक्सी हो थाहा छ, म नै हो त्यो जंगलको बोक्सी, मैले नै स्यामुएललाई लगेर मेरो मास्टरलाई दिए, मैले चाहे म जसलाई पनि गायब बनाइदिन सक्छु, म तिमीहरूलाई पनि गायब पारिदिन्छु भन्दै मर्सीलाई भन्छिन्। पछाडिबाट केलबले भने मर्सी उसको कुरा नसुन, उसले ढाँटेकी भन्दा पनि मर्सीले थोमसिनलाई साँच्चैमा नै बोक्सी सम्झिन्छन् अनि त्यहाँबाट आत्तिएर मर्सी घरतिर भाग्छन्। बेलुका सब परिवार खाना खाना बसिरहेको बेला थोमसिनलाई आमाले सिल्भर कप हराएकोमा पनि उसकै हात छ भनी उसलाई आरोप लगाउन थाल्छिन्। थोमसिनले मैले लगेकी छैन भन्दा पनि आमाले उसको कुरामा विश्वास नै गर्दैन। साइडमा बसिरहेको बुवा भने अप्ठ्यारो मानि बसि नै रहन्छ। सत्य थाहा पाएको केलबले पनि बुवाले नभन्नु भनेको भएर चुपो लागि बस्छ। बेलुका आमा चाहिनीले भने बुढा विलियमसँग घरमा राशन पनि सकिँदै गएको अनि ठुली छोरी थोमसनको पनि अन्त्य विवाह गरिदिनु पर्छ भन्दै बुवासँग कुरा गर्दै गरेको थोमसिनहरूले माथि बसेर सबै सुनिरहेका हुन्छन्। त्यो सुनेपछि भने थोमसिन दुखी हुन्छन्। भाइ केलबले भने दिदीलाई मायालाग्दो गरी हेरिरहेको हुन्छ। त्यसपछि केलब चुपचाप कतै जान लागेको बेला उसको दिदी थोमसिन आएर कता जानु लागेको केलब भनी सोध्दा केलबले तिमी गएर सुत न, हल्ला नगर, म केही
केही घण्टामा फर्किहाल्छु भन्दा थमसिनले घरबाट भाग्न लागेको हो भनेर सोध्दा केलबले तिमी नसुर्तौ दिदी, तिमी कतै जानु पर्दैन, कसैको फ्यामिलीलाई सर्भ गर्नु पर्दैन, म हाम्रो लागि भनेर जंगलमा शिकार गर्न जान लागेको, त्यसैले तिमीले म नआइन्जेल कसैले मेरो बारे थाहा पाउनु नदेऊ है त भन्दा थमसिनले पनि म पनि जान्छु तिमीसँगै भनेर जिद्दी गर्छिन्। त्यसपछि उनीहरू दुवैजना जंगलतिर जान्छन्। उनीहरू सँगसँगै घरपालुवा कुकुर पनि गएको हुन्छ। जाँदा जाँदा फेरि त्यही अनौठो खरायो देखा पर्छ जुन केलब अनि उसको बुवा गएको बेला देखेको थियो। त्यो देखि कुकुरले त्यसलाई खेदाउन थाल्छ। केलबले पनि दिदी थमसिनलाई त्यही छाडी म आइहाल्छु भन्दै कुकुरको पछि गर्दै जान्छ। थमसिन चढेकी घोडा अनकन्ट्रोल भएर दौडिँदा थमसिन घोडाबाट लड्छिन् अनि सीन कट भएर केलबलाई देखाइन्छ। उसले भने कुकुरलाई बोलाउँदै हुन्छ तर अलि पर कुकुरलाई मारिएको अवस्थामा भेटाउँछ। त्यसपछि केलब घर फर्की जान खोज्छ तर उसले फर्किने बाटो नै बिर्सन्छ। त्यही बेला फेरि त्यही अनौठो खरायोलाई देख्छ अनि त्यसलाई मार्छु भनेर पिछा गर्दै जाँदा उसले एकजना अत्यन्तै सुन्दर महिलालाई देख्छ जो एउटी बोक्सी हुन्छन्। केलबलाई त्यस बोक्सीले आफ्नो शक्तिले वशमा पार्छिन्। त्यसपछि केलब पनि त्यही महिलाको तिर जान थाल्छ। उता भने बुवा अनि आमाले केलब अनि थमसिनलाई खोज्दै गरेका हुन्छन्। घोडाबाट लडेकी थमसिन पनि होसमा आउँछिन् अनि उसले बुवाले बोलाउँदै गरेको आवाज सुनेर त्यतातिरै जान्छिन् अनि बुवासँग भेट्छिन्। केलबलाई भने विचले लगिसके भन्ने बारे कसैलाई थाहै हुँदैन। परिवारमा भने उदासीको महल छाइरहेको हुन्छ। आमा चाहिनीले भने किन तिमीहरू दुईजना त्यसरी गएको भनेर गाली गर्न थाल्छिन्। बच्चा स्यामुएललाई झै केलबलाई पनि मैले तिमीहरूकै लापरवाहको कारणले गुमाउनु पर्यो भन्दै थमसिन माथि भड्किन थाल्छिन्। सिल्भर कप खै त्यो पनि तिमीले नै लगेकी छौ, कता लग्यौ भनेर कराउन थाल्छिन्। थमसिन भने दुखी भएर मैले केही गरेको छैन मात्रै भनिरहन्छिन्। त्यसपछि बुवाले आँट गरेर सिल्भर कप उसले होइन मैले लगेको थिएँ हन्टिङको सप्लाईहरूको लागि मैले सिल्भर कप ट्रेड गरिदिए भन्दा आमा क्याथरिन त्यो सुनेर बुवा विलियमसँग रिसाउँछिन्। तिमी त धोकेबाज रहेछौ भनेर रुन थाल्छिन्। त्यही रात भने केलब पुरै नग्न अवस्थामा घर बाहिर देखिन्छ। उसको स्वास्थ्य भने धेरै नै बिग्रिएको हुन्छ। धेरै दिन बित्छ तर उसको स्वास्थ्यमा भने केही सुधार नै आउँदैन। एक दिन केलबले बान्ता गर्दा आधा टोकिएको स्याउ निकाल्छ। त्यो देखेपछि उसको आमाले बुवालाई केलबलाई त बोक्सीले बिगारेको रहेछ भन्दै गर्दा त्यो सुनि जुडुवा मर्सी अनि जोनसले कराउँदै थमसिन बोक्सी हो भनेर आमा कहाँ दौडिँदै जान्छन्। थमसिन भने चुप लाग तिमीहरू भन्दा पनि ती दुईजनाले हामीलाई थमसिनले नै भने कि उसले नै स्यामुएललाई पनि लगेकी रे अनि उसको मास्टरलाई दिन रे भनेर सबै आमा बुवालाई सुनाउँछन्। त्यसपछि बुवाले थमसिनलाई छोरी नढाँटी भन कि तिमी साँच्चै बोक्सी हौ त भन्दा थमसिनले होइन बुवा मैले तिनीहरूलाई डर देखाउनलाई खेल ठट्टामा भनेकी थिए तर मर्सी अनि जोनसले भनेका ब्ल्याक फिलिप शैतान हो रे र उसले उनीहरूसँग सिक्रेटली कुरा गर्छ रे। मैले उनीहरूलाई धेरै चोटि ब्ल्याक फिलिप देखि टाढा बस भन्दा पनि मर्सी अनि जोनसले ब्ल्याक फिलिप हाम्रो मास्टर हो भन्दै मसँग झगडा गर्न आउँछन् भनेर सबै कुरा बुवालाई सुनाइदिन्छन्। त्यो सुनेर बुवा अचम्मै हुन्छ अनि भन्न थाल्छ कि हामी यस्तो भगवान प्रति लीन भएका परिवार, भगवानले देखाएको बाटोमा मात्र हिँड्ने हामी कसरी तिमीहरू त्यो बाटोबाट भट्किन सक्छौ भनेर कराउँदै लु हामी सँगै सब परिवार एक अर्काको हात समाई केलबको लागि प्रार्थना गरौँ भन्दा ती दुई जुडुवा मर्सी अनि जोनसले प्रार्थना नै गर्न सक्दैनन्। हामीले प्रार्थना गर्नै सकेनौ भन्दै रुन थाल्छन्। त्यो घरमा पालिएको बाख्रा त साँच्चै नै शैतान हुँदो रहेछ र त्यसको प्रभाव बच्चाहरूमाथि धेरै परेको भएर बच्चाहरूले प्रार्थना गर्न नसकेको हुँदा रहेछ। त्यही बेला केलब पनि अचानक बडबडाउँदै भगवानको नाम लिँदै त्यही आत्मत्याग गर्छ। त्यसरी आँखै अगाडि आफ्नो छोरा मरेको देखेपछि भने आमा क्याथरिन उठ न छोरा भन्दै रुन थाल्छिन् अनि थमसिन साँच्चै बोक्सी रहेछिन् भन्ठानी उसलाई कराउँदै यताबाट जाऊ भनिदिन्छन्। थमसिन पनि आत्तिँदै त्यताबाट जान्छिन्। रुँदै गरेको थमसिनको छेउैमा बुवा आएर थमसिन माथि अझै विश्वास नभएको झै गरी थमसिनलाई साँच्चै भन त छोरी तिमी बोक्सी हौ भनेर सोध्न थाल्छ। थमसिनले भने भगवानको कसम खाँदै होइन बुवा म बोक्सी होइन, मेरो सोल त भगवानलाई बिलोङ गर्छ शैतानलाई होइन भन्दा पनि बुवाले थमसिनको कुरामा विश्वास नै गर्दैन। त्यसपछि थमसिन पनि रिसाएर बुवासँग भनाभन गर्न थाल्छिन्। त्यतिकैमा सीन कट हुन्छ अनि बुवा विलियमले थमसिन मर्सी अनि जोनसलाई धेरै नै नराम्रो शैतान प्रति प्रभावित भए भनेर सजाय दिनलाई त्यही ब्ल्याक फिलिप बाँधिएको गोठमा थुनिदिन्छ। बेलुका आमा
क्याथरिनलाई भने हलुसिनेसन हुन थाल्छ। उसले त छोरा केलब अनि सानो छोरा स्यामुएललाई कोठामा देख्छिन्। उनीहरूलाई देखि क्याथरिन खुसी हुन्छन् अनि सानो छोरा स्यामुएललाई दूध खुवाउन थाल्छिन्। उता गोठमा भने अँध्यारोमा त्यही चलचित्रको सुरुवातमा देखाएको महिला जो बोक्सी हुन्छे, जसले स्यामुएललाई मारेकी थिइन्, त्यही बोक्सी त्यहाँ आएर बाख्राको दूध खाँदै गरेको जुरुवा मर्सी अनि जोनसले देख्छन्। उता भने छोरा स्यामुएललाई दूध खुवाएकी भनेको त कागले पो क्याथरिनलाई ठुगी ठुगी घाउ पारी दिँदै हुन्छ। जब बिहान हुन्छ, बुवा विलियमले बाहिर भत्किएको गोठमा आफ्नी ठुली छोरीलाई घाइते अवस्थामा देख्छ। जुरुवा मर्सी अनि जोनस साथै गोठमा भएका सबै बाख्राहरूलाई पनि त्यस बोक्सीले मारिदिइसकेकी हुन्छन्। त्यो सबै अचम्म भएर हेरिरहेको बुवालाई ब्ल्याक फिलिप आई हमला गरी थमसिनकै अगाडि नै मारिदिन्छ। घाइते थमसिन भने डरले आत्तिनै रहन्छन्। त्यही बेला पछाडिबाट उसको आमा आएर कपालमा समाती थमसिनलाई त बोक्सी मेरो बच्चा मेरो बुढा सबैलाई मारिस भन्दै थमसिनको घाँटी निचोर्न थाल्छिन्। थमसिनले आमाको हात जति छुटाउन खोजे पनि सक्दिनन्। त्यसपछि उसले छेउैमा रहेको हतियारले आमामाथि वार गरी आमालाई मारिदिन्छन्। ट्रमाटाइज्ड भएकी थमसिन त्यसपछि ब्ल्याक फिलिप कहाँ जान्छन् अनि कुरा गर्न थाल्छिन्। साँच्चै नै केटाको आवाजमा ब्ल्याक फिलिपले थमसिनसँग कुरा गर्छ। उसले भन्छ कि ऊ शैतान हो अनि थमसिनलाई उसले अहिलेको भन्दा खुसीको जिन्दगी आजादसँग जिउन मिल्ने जीवन दिनु सक्ने, तर त्यो गर्न अघि थमसिनले आफ्नो सोल भगवानलाई होइन शैतानलाई दिनुपर्ने भनेर थमसिनलाई भन्छ। उनी बोक्सी नहुँदा हुँदा पनि आमा बुवाले अन्तिमसम्म उसको कुरामा विश्वास नै गरेन। उनी माथि शंका नै गरी बसे। त्यही कारणले गर्दा पनि उनी धेरै दुखी भएकी थिइन्। तर जब उनले ब्ल्याक फिलिपसँग कुरा गरे, उनलाई पनि नराम्रो शैतानले प्रभावित पारिहाले, जसरी मर्सी अनि जोनसलाई पारेका थिए। त्यसैले थमसिनले पनि यो जीवन भन्दा त्यही जीवन असल हो भन्ठानी उसले आफ्नो सोल शैतानलाई दिने कुरालाई मान्छिन्। सीन कट हुन्छ अनि हामीले थमसिनलाई नग्न अवस्थामा जंगलतर्फ जाँदै गरेको देख्छौं। जाँदा जाँदै थमसिनले नग्न अवस्थामा रहेका महिलाहरूको समूहलाई आगोको वरिपरि उभि शैतानको पूजा गर्दै गरेकी देख्छिन्। थमसिन पनि त्यही जान्छिन्। सधैँ फ्यामिलीको कुरा मानेर बस्नु परेकी उनी कडा प्युरिटन रिलिजन मान्ने आमा बुवासँग बस्नु परेकी हुनाले थमसिनले कहिले पनि आफ्नो इच्छाले केही गर्न पाइन, चाहे त्यो राम्रै काम नै किन नहोस्। जे गरे पनि भगवानको अगेन्स्ट हुन्छ भन्ने सुनि आएकी उसको बुवा आमाले भने उनीहरू मात्र भगवानको सही बाटोमा हिँडेका छन् भन्ने घमण्डमा यति साह्रो अन्धो भइसकेका थिए कि उनीहरूले आफू मात्र सही अरू सबै गलत, आफू मात्र धर्मी अरू सबै अधर्मी भन्ठान्थे। त्यही कारणले गर्दा पनि उनीहरू आफ्नो बच्चाहरूको लागि राम्रो प्यारेन्ट्स थिएन। त्यसैले बिस्तारै शैतानले उनीहरूको बच्चाहरूलाई वशमा पार्दै गए। थमसिनले पनि शैतानकै बाटो रोजे अनि अन्तिममा थमसिन पनि बोक्सी बनी शैतानको पूजा गर्दै गरेको देखाई चलचित्र यही सकिन्छ।